मकैबारी दरेम दरेम हरियो काँक्रा करेम करेम भन्थ्यो। यस्तै हो, यहाँतिर मकै घारी छ हो, मकै घारी। फेरि मकै घारीबाट सियाल आएर टोक्लो हो, सियाल आएर। मकैबारी दरेम दरेम हरियो काँक्रा करेम करेम। चौतारीमा भन् निष्ठुरी मायाको पापी रहेछ मन। कता हो मुवा? मुवा नै छैन त। ल मुवाको लिची घारी मुवाको लिची हेर्न पठाएको त। लिची त रहेछ टन्नै, तर मान्छे चाहिँ छैन हो। ल हेर्नु, यहाँ सानो रुखमा नि लिची टन्नै रहेछ। ल हेर्नु होला लिची, जताततै लिचीको सिजन छ होइन। अब यो चाहिँ रातो छ, एउटा टिप्नु पर्यो। लिची लिची यहाँ अमिलो लिची चाहिँ एकदमै फलेहा होइन। सानो सानो दाना रहेछ, अमिलो रहेछ अलि। ल यति लिची चाहिएमा चाहिँ ललितजाङ शाहको लिची एकदमै फलिरहेको रहेछ अहिले होइन। ल कसलाई लिची चाहिन्छ सबैजनाले कन्ट्याक्ट गर्नु होला। अब म चाहिँ यहाँबाट निस्किएर कताबाट जानुपर्छ हो, बाटो जाँचै छ हो। लिचीको बोट जाँचै छ, जति नै छ हो। मकै घारी घारी मकै घारी घारी हिँडिरहेको छु। ल यहाँ पनि त्यत्तिकै रहेछ लटरम्मै, सानो रुख भए पनि लिची चाहिँ अति फल्या छ होइन। रातो छ सानो चाहिँ, यस्तो रातो छ, तर लिची चाहिँ अलि अमिलो अमिलै हो।